रूपनी गाउँपालिका वडा नम्बर 3 में प्रदीप शाहजी आफ्नो आमाको आत्माको चिर शान्तिको लागि भोज गर्नु भएको छ। हामी यो भोजको यहाँहरूलाई भण्डार स्थान देखाइरहेछौँ। यहाँ चाहिँ त्यो भोजको सामग्रीहरू, भोजन सामग्रीहरू तयार गरिँदैछ। यहाँहरूलाई हेराउँदैछौँ र खास गरी यहाँ 10,000 भन्दा बढी व्यक्तिको भोजन तयार भइरहेको हामीले जानकारी पाएका छौँ र यो चाहिँ भोजन बनाउने स्थान हो। यहाँ हामी यहाँलाई हेराउँदैछौँ। करिब 10,000 मान्छेको लागि, 10,000 भन्दा बढी मान्छेको लागि यहाँ चाहिँ भोजन बनिरहेको स्थिति छ र यो भोज भनौँ, यस्तो भोज कहिलेकाहीँ हुन्छ। त्यो पनि मिथिला समाजमा मात्र यस्तो ठुलो भोजहरूको आयोजन हुँदै आएको छ। हामी यहाँहरूलाई हेराउँदैछौँ परिकारहरू। यो चाहिँ खास गरी यसलाई झोरी भनिन्छ। यो परिकारहरू यहाँ बन्दैछ। हामी यहाँहरूलाई यहाँ हेराउँदैछौँ यो भोजको परिकारहरू। यो सब्जी त्यसरी नै यता बनाउने काम पनि जारी छ। कारिगरहरूले बनाइराखेको अवस्था छ। हेर्दै हुनुहुन्छ यहाँहरू। यस्तो भोजहरू सधैँभरि हुँदैन, कहिलेकाहीँ मात्र समाजमा हेर्न पाइन्छ र त्यो पनि मिथिला समाजमा। यो चाहिँ अचार बनाइएको छ मुलाको। यता दाउरा पनि छ र यो भात पनि पाक्दैछ र यसरी हामी यहाँहरूलाई यो भोजको भण्डार स्थल देखाइरहेछौँ। र यहाँ चाहिँ बरी बनाइएको छ। मिथिलाको भोजनमा बरीको अनिवार्यता हुन्छ, त्यसैले यहाँ बरी पनि बनाइएको छ। यहाँहरूलाई हामी हेराइरहेछौँ मिथिला भोजनको परिकारहरू। यहाँ पापड चाम्ने काम चाहिँ भइरहेको छ। यी हेर्नुहोस्, यसरी यो खास गरी यस्तो परिकारको भोजन मिथिलामा मात्र पाइन्छ। अन्यत्र यस्तो मिथिलाको परिकारहरू पाउन अप्ठ्यारै हुन्छ र यस्तो किसिमको भोजहरू सधैँभरि आयोजन पनि हुँदैन। यहाँहरूलाई हामी देखाइरहेछौँ र भोजको यो आयोजक उहाँ हुनुहुन्छ प्रदीपजी। प्रदीपजी, खास गरी यो तपाईँले जुन यो महाभोज जस्तो ठुलो भोजको आयोजना गर्नुभएको छ आफ्नो आमाको आत्माको चिर शान्तिको कामनासहित, कतिजना मान्छे यो भोजमा चाहिँ भोजन गर्छन्? यो हाम्रो अनुमान चाहिँ 10,000 देखि 12,000 मान्छे भोजनको छ। बिहान लगभग 5,000 देखि 6,000 बिहानको नास्ता भयो। अब अहिले त मान्छे आइरहेको हुन्छ, तर अनुमान चाहिँ 10,000 देखि 12,000सम्म गइरहेको छ। 10,000 भन्दा माथि। अनि यतिको ठुलो भोजको आयोजनामा लगभग अनुमानित बजेट कति खर्च हुन्छ होला? अब खर्चको यकिन गर्न सकिएन हजुर। अब अनुमानित त के भनौँ, आमाको आशीर्वाद हो। उहाँको वंशमा जति थियो त्यति लिएर जान सक्नुहुन्छ, त्यति नै हो। अब खर्चको हिसाबको अलि भन्नै गाह्रो हुन्छ हजुर। आमाको आशीर्वाद तपाईँलाई लागुन् भने हाम्रो पनि कामना। यहाँ चाहिँ हेर्नुभयो भने यसलाई चाहिँ हाम्रो मिथिला भाषामा गज भनिन्छ है। यो अन्य भाषामा चाहिँ यस्तो तपाईँहरू यतिको भात त हेर्नै अप्ठ्यारो छ नि यार, सबै ठाउँमा कहाँ हेर्न पाइन्छ। यो हाम्रो मिथिलाको भाषामा, मैथिली भाषामा भनौँ नि, लोकल भाषामा यसलाई गज भनिन्छ। र यो गजमा चाहिँ खास गरी भोजको लागि चाहिँ तयार पारिएको भात, जसलाई प्रसाद भन्छौँ हामी, भोजको भाषामा यसलाई प्रसाद भन्छौँ, त्यो चाहिँ एकत्रित गरेर राखिने स्थानलाई हामी गज भन्छौँ। गजको दृश्य हो र यो गजको दृश्यमा यहाँ चाहिँ भात छ र हाम्रा यहाँ चाहिँ यो भात जुन हाम्रो भोजमा, जुन हाम्रो बारीक, हाम्रो भाषामा बारीक भनेको यो भात, दाल, तरकारी, सब्जी चाहिँ
पर्सने भनेको बाँडेर खुवाउने व्यक्तिलाई यसरी चाहिँ यो गजबाट भात निकालेर चाहिँ दिने सहयोगीहरू यहाँ चाहिँ बसिरहेछन्। उहाँहरूले चाहिँ भात चाहिँ दिन्छन्। यो भातको गज हो र यसरी चाहिँ 10,000 भन्दा बढी 12,000सम्मको एस्टिमेट लिएर यसरी चाहिँ यहाँ महाभोजको यहाँहरूलाई भनौँ किचन त के भनौँ, किचन सानो हुन्छ तर यहाँ चाहिँ भनौँ यो भोजको भोजन सामग्री निर्माण स्थल यहाँहरूलाई अर्को एङ्गलबाट पनि हामी देखाउँदैछौँ। यो अर्को एङ्गलबाट यहाँहरूलाई देखाउँदैछौँ यो भोजको भोजन निर्माण गर्ने भोजन सामग्री निर्माण गर्ने स्थल हो र यसको चाहिँ यहाँहरूलाई सबै चाहिँ देखाइसकेपछि हामी भोजन स्थल पनि यहाँहरूलाई देखाउँछौँ। भोजन स्थल पनि यहाँ कस्तो छ, के भइरहेछ त्यो पनि हामी यहाँहरूमाझ पक्कै लिएर आउँछौँ। पहिला हामी यो त्यति लामो यहाँको चाहिँ भोजन सामग्री निर्माण स्थल छ। यो भोजन सामग्री निर्माण स्थलकै त्यति लामो चाहिँ दृश्य छ। यहाँहरूलाई चारैतिरबाट हामी हेराउन चाहन्छौँ। यो हेर्नुहोस्, यहाँ चाहिँ पनिर पाक्दैछ। पनिरको चाहिँ कारोबार यो स्थानमा भइरहेको स्थिति छ। यहाँ चाहिँ पनिर पाक्दैछ। अब हामीसँग हुनुहुन्छ भोजकै आयोजक परिवारका सदस्य महेश प्रसाद शाह। महेशजी, यस्तो भोज, यसलाई त के भोज भनौँ कि महाभोज भनौँ, तपाईँको यो भोजन निर्माण सामग्री नै मलाई लाग्छ एकदमै ठुलो एरियामा छ। यो भोजमा कतिजनालाई निम्तो गर्नुभएको छ यहाँहरू? हामीले करिब 22,000 जतिलाई हामी निम्तो दिएको छौँ। जसमा हामीलाई आशा छ करिब 15,000 जतिको सहभागिता हुन्छ र हाम्रो यो ऐतिहासिकै अहिलेसम्म म जन्मेपछि यत्रो ठुलो भोज देखेको थिएन। यो पहिलोचोटि हो। यता कोशी, उता काम्ला र देशका सुनसरी, झापा, मोरङ, सप्तरी, सिराहा, त्यसपछि हजुरको धनुषा, महोत्तरी, सर्लाही समूह ठाउँमा स्वजातिहरू यहाँ आएर गाडी भाडा गरेर उत्साहित भएर आफ्नो बसहरू भाडामा लिएर यहाँ खुसी भएर यो यस्तो महोत्सवको रूपमा यसलाई लिएको छ। महेशजी, यस्तो भोजको आयोजना गर्नमा कतिसम्म बजेट खर्च हुन्छ होला? तपाईँहरूलाई त अनुमान होला नि? स्वाभाविक हो, भोज भएपछि बजेट त खर्च हुन्छ। अब यति उति के गरौँ, तर ठुलो मात्रामा खर्च भएको छ। भन्नुपर्दा यो रूपनी गाउँपालिका 3 कटैयामा अहिलेसम्मकै सबभन्दा ठुलो भोज हो। अहिलेसम्मको रूपनी गाउँपालिका वार्ड नम्बर 3 होइन, रूपनी पालिकामै म त भन्छु हाम्रो स्वजातिको देशमै यो पहिलो भोज हो, देशभरिमा पहिलो भोज हो। अनि यसमा तपाईँको स्वजाति चाहिँ कतिजना चाहिँ सदस्यहरूलाई आमन्त्रण गर्नुभएको छ? हामीले करिब 12,000 तपाईँको स्वजातिलाई हामीले आमन्त्रण गर्थ्यौँ। करिब उहाँहरू 75% आउनुभयो। अनि महेशजी, यस्तो भोजमा महिलाको सहभागिताको कुरा छ या अहिले जहाँ तहाँ समावेशीको कुरा हुन्छ? अनि महिलाको सहभागिता कतिको छ यो भोजमा? हो, यही चिजलाई हामीले, यही संस्कृतिलाई यसपालि हामीले जसरी हामीले महिलाको बराबर अधिकारको कुरा गर्छौँ, तर खाने बेलामा पुरुष पहिला खाइन्छ र महिला पछि खान्छ, त्यो चिजलाई हामी यसपालि चिडेका छौँ। अहिले पनि हाम्रो पूर्ण वार्ड नम्बर 3 को सम्पूर्ण महिला पुरुष सँगै बसेर खाना हामी खुवाउँदैछौँ र यो एउटा हाम्रो परम्परा, जुन एउटा हाम्रो यो मधेस कल्चरमा जुन एउटा किसिमको महिला पहिला खानु हुँदैन भनेर यो संस्कृति हामी यहाँबाट अन्त गरेका छौँ। हस्, यहाँलाई धेरै धेरै धन्यवाद। नमस्कार, यहाँलाई पनि धेरै धन्यवाद।